हेलो गाइज वेलकम टु माई मिनी ब्लग एन्ड युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई बोइजको हेयर कट कसरी गर्ने, हेयरलाई कटिङ गर्नुभन्दा पहिला चाहिँ हामीले के गर्नुपर्छ भनेर म डेमो देखाउँदैछु होइन। जहिले पनि हामीले चाहिँ बोइजको हेयर कटिङ गर्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ यो पत्रिकाहरू काटेर फर्स्टमा ट्राई गर्नुपर्छ। किनभने हामीले चाहिँ यतिकै कपाललाई काट्नलाई अलिकति मुस्किलै पर्छ कि किनभने बिग्रिने एकदम धेरै चान्सेस हुन्छ। त्यो भएको हिसाबले चाहिँ हामीले फर्स्टमा चाहिँ यो पत्रिका काटेर ट्राई गर्नुपर्छ। सो म यो पत्रिका काटेर देखाउँदैछु है त, मेरो भिडियोलाई हेर्दै गर्नु होला। फर्स्टमा चाहिँ कपाल काट्नको लागि चाहिँ के चाहिन्छ भन्दा त एउटा सिजर चाहियो होइन, सिजर चाहियो। अनि त्यसपछि एउटा कम चाहियो होइन। अनि कम चाहिँ जुन साइजको भए पनि हुन्छ, सिजर पनि हजुरले चलाउन सक्नुहुन्छ भने जुनै साइजको भए पनि हुन्छ। सो म चाहिँ आज हेयर कट होइन पत्रिका कट गरेर देखाउँदैछु, किनभने फर्स्टमा चाहिँ सिक्नलाई आवश्यक छ गाइज। सो आई एम गोइङ टु कट पत्रिका भन्नु पर्यो है त। त्यसरी हामीले चाहिँ जति सक्दो छिटो 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 चलाउनु पर्ने हुन्छ होइन। यसरी चलाउनु पर्ने हुन्छ कैँचीलाई। हामीले चाहिँ जति छिटो चलायो त्यति धेरै प्रोफेसनल देखिन्छ कि। अनि कैँची चलाउने पनि टेक्निक हुन्छ होइन गाइस। यसरी कोरेको जस्तो गर्ने अनि फेरि यसरी यसलाई सुरुमा नआउँदा चाहिँ बिस्तारै गर्ने होइन। अनि आइसकेपछि चाहिँ अनि तपाईँले काइयो सँगसँगै कैँची पनि लिएर जाने। एकदम धेरै इजी छ गाइस, तर फर्स्टमा चाहिँ सिक्नलाई एकदम धेरै जरुरत छ। म एक साइडको मात्र काटेर देखाउँछु होइन, अनि अरू चाहिँ म आफैले पछि नै काट्छु है त गाइस। सो ब्याकग्राउन्ड डिस्टर्ब चाहिँ खत्रै आउँछ होइन गाइस, किनभने मैले माइक युज गरेको छैन। हजुरहरूले देख्न सक्नुहुनेछ मैले यही काटेर भ्याइसकेँ। यतापट्टिको पनि अलरेडी अब यत्रो अगाडिको मात्र बाँकी छ होइन। यो अगाडिको चाहिँ कसरी काट्ने भनेर चाहिँ म भोलिको अर्को नेक्स्ट भिडियोमा देखाउँछु। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, अनि कमेन्ट ट्याङ गरेर गरिदिनु होला। सी यू इन द नेक्स्ट भिडियो, बाई बाई।